योग ऋषि स्वामी रामदेव भन्ने बित्तिकै तपाईँ के सम्झिनुहुन्छ? सन्यासीको भेषमा योग गर्ने बाबा? बाहिरबाट हेर्दा यस्तै व्यक्तित्व देखिए पनि उहाँले आफ्नो कर्मद्वारा लाखौंको जीवन परिवर्तन गर्नुभएको छ। योग करो निरोग रहो भन्दै सबैले उठाउने, योग गराउने, जस्तो दुःख बोकेर हिँडेकालाई पनि हाँस्न सिकाउने योग, जडीबुटी तथा आयुर्वेदका हिमायती हुनुहुन्छ उहाँ। अर्कातिर स्वामी रामदेव केवल योग गुरु मात्र होइन, उहाँ एक विचारक, अभियन्ता, एक आन्दोलनका कमान्डर र नेता हुनुहुन्छ, जसले योगलाई धार्मिक जडताबाट अलग गरी साधारण जनताको स्वास्थ्य, चेतना र जीवनशैलीसँग जोड्ने काम गर्नुभयो। उहाँको उद्घोष छ, अस्पताल जानुभन्दा पहिले योग गरौं, औषधि खानुभन्दा पहिले जीवनशैली सुधारौं, स्वधर्म, मानव धर्म र राष्ट्र धर्मको पालना गरौं। भारतको एउटा सामान्य गाउँबाट सुरु भएको उहाँको यात्रा अहिले विश्वभर फैलिएको छ। उहाँ भन्नुहुन्छ, भारतमा जन्मिए पनि म विश्व नागरिक हुँ। जति भारतका लागि हुँ त्यति नै नेपाल र विश्वका लागि हुँ। मेरो पासपोर्ट त इन्डियाको छ, तर म भन्छु म विश्वको नागरिक हुँ, किनभने म एक आध्यात्मिक मान्छे हुँ। संसारले पनि उहाँको अभियानको तागत बुझ्दैछ र विश्व नै सनातन सभ्यतालाई सम्मान गर्न बाध्य हुँदैछ। उहाँको यस अभियानका सहयात्री हुनुहुन्छ आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण, एक विद्वान आयुर्वेदाचार्य जसको अनुसन्धानद्वारा हजारौं जडीबुटीहरू प्राकृतिक औषधिमा रूपान्तरण भए।